नमस्ते सबैजनालाई, वेलकम छ मेरो यो नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ खानाको अथवा भ्लगको कतै ट्रिपको नभइकन हाम्रै यतैको हुनेछ। र के सम्बन्धी भन्दाखेरि अब 2082 पनि भर्खर अब मुखैमा आइसकेको छ। अब आज छोडी भोलि त हाम्रो 2082 लागिहाल्छ। र यसो फर्केर हेर्दाखेरि 2081 साल चाहिँ कस्तो भयो मेरो लाइफमा, अब के कस्तो उतार चढावहरू, के कस्तो राम्रो कुराहरू, नराम्रो कुराहरू, यताउता के कस्तो भयो, यसो भिडियो बनाऊँ भनेर यसो कुराकानी पनि कन्ट्याक्ट कसैसँग नभए पनि अब भिडियो हेरेर त थाहा हुन्छ नि त। होप सबैजना सन्चै हुनुभएको होला। र मेरो 2081 साल चाहिँ कस्तो भयो भन्दाखेरि म 2081 सालमा चाहिँ म उता विदेश नै थिएँ। अनि त्यसपछि साउदीमा थिएँ र साउदीमा चाहिँ मेरो सप्लायर कम्पनी थियो। र गएकै दिनदेखि मलाई ओहो प्लेनबाट बाहिर निक्लिने बित्तिकै यस्तो पनि ठाउँ हुँदो रहेछ जस्तो लागेको थियो होइन। अति गर्मी थियो, अब बाँचिन्छ र भने जस्तो पनि लागेको थियो। र गएको केही महिनादेखि नै अब सबैभन्दा धेरै अलिकति सम्झेको मैले भन्दाखेरि आफ्नै देशलाई हो होइन, आफ्नै देशको हावापानीलाई हो, यहाँको मौसमलाई त्यहाँसँग कम्पेयर गरेर केही हुनै छैन। अनि त्यसपछि म साउदीबाट चाहिँ त्यही ट्याक्क असार 2081 को असारमा चाहिँ मेरो फ्लाइट थियो होइन नेपालको। अनि त्यसपछि कम्पनीले चाहिँ हिमालय एयरलाइन्सको टिकट हालिदिएको रहेछ। अनि त्यसपछि ट्याक्क एयरपोर्टभित्र गइयो। अब आउँदा फेरि हल्का खुसी थिएँ, धेरै नै म हल्का होइन धेरै नै खुसी थिएँ कि यति धेरै दिनपछि अब नेपाल जान पाइँदैछ। अब के खाने भनेर लिस्ट पनि लेखिरहेको हुन्थेँ होइन, चटपट अनि पोर्कहरू यताउता। अनि त्यसपछि अनि जब एयरपोर्टमा आइयो, नेपालको एयरपोर्टमा प्लेनमा त निकै रमाइलो भएको थियो होइन। माथि प्लेनबाट नेपाल देख्ने बित्तिकै ओहो यस्तो भएको कि होइन, धेरै एकदमै खुसी लाग्यो होइन। अनि त्यसपछि जब काठमाडौँ ओर्लिएँ, अनि त्यसपछि एयरपोर्ट बाहिर आइसकेपछि चाहिँ नि होटेलको लागि गयो। अनि त्यसपछि अब त्यो दिन अलि बिहानै भए पनि म कतै नजाने होटेलमा बस्ने भन्ने कुरो भएको थियो। अनि त्यसपछि अनि बेलुका चाहिँ मेरो साथी प्रकाश चाहिँ आउँछु भन्ने कुरो भएको थियो होइन। त्यसपछि उसले चाहिँ 4 बजे नै आफ्नो सिफ्ट नसके पनि 4 बजे नै छुट्टी लिएर अनि त्यसपछि आएको थियो। अनि त्यसपछि घुम्यो फिर्यो अनि उसको छुट्टीको दिन नि घुम्यो। अनि त्यसपछि अनि केही दिनको लागि म चाहिँ फेरि उता आफन्तहरूकोमा साथीभाइलाई भेट्न भनेर गएँ होइन। अनि त्यसपछि गएपछि फेरि त्यही 7 दिनपछि नै म फेरि फर्केर साथीले फेरि मलाई त्यही काम लगाइदियो, उसले कामबाट। अन्त फेरि काम गर्न थालेँ। त्यहाँ 3 महिना अति किचनमा काम गरेर निकै रमाइलो थियो होइन। अनि त्यसपछि अब किचनमा काम नजानेको भए पनि उसले मलाई खतरा काम गरेर आएको एक्सपिरियन्स भनेर लगाइदियो रहेछ। हातहरू पनि काट्यो अलिअलि उल्लाहरू अब भर्खर किचनमा काम गर्दाखेरि। अनि त्यसपछि के अरे रमाइलो भयो त्यहाँको कुरो। अनि पछि 3 महिनापछि चाहिँ के भन्दा दसैँ आउनु लाग्यो। अनि त्यहाँको टेन्डर चाहिँ त्यसको त्यो कन्ट्र्याक्ट चाहिँ सकिएर, हाम्रो सबको कन्ट्र्याक्ट चाहिँ सकिएर अनि अर्कोले टेन्डर पारेको थियो। अनि त्यसपछि हाम्रो टिमै निक्लियौँ होला सायद, खोइ को थिएन। म सबैलाई मिस गरिरहेको छु है, सबैलाई एकदमै सम्झिदिरहेको छु। निशा, विमल सर, रजनी, दिपेश, आकाश भाइहरू। अनि त्यसपछि मलाई त के भन्नु नि पर्क्यो। अनि त्यसपछि हाम्रो अङ्कल हुनुहुन्थ्यो। अनि त्यसपछि अरू पनि केटाहरू जति थिए त्यहाँ सबै मिलनसार थिए, रमाइलो भयो। अनि त्यसपछि त्यति हो। अनि त्यसपछि त्यहाँपछि चाहिँ अनि त्यसपछि दसैँपछि चाहिँ के भयो भन्दाखेरि मैले त्यसपछि चाहिँ अब त्यहाँ त बस्ने खाने थियो, बस्ने नै है, खाने पनि त्यहीँ थियो। अनि त्यसपछि साथी पनि चिप्तान गइहाल्यो। अनि त्यसपछि म चाहिँ अब कता बस्नु त भन्दाखेरि मैले नि एउटा होस्टेलमा फेरि बस्न थालेँ। मन्थली कति 10,000 त्यो भिडियो मैले बनाएको छु, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि त्यहाँ चाहिँ खाना बस्न बिहानदेखि बेलुकासम्म। अनि त्यसपछि काम आफ्नो गर्न पाइने। अनि त्यसपछि म त्यहीँबाट अनि पठाउ फुड डेलिभरीमा आबद्ध भएँ। अनि त्यसपछि अहिले पनि छु त्यसमा त पार्ट टाइम जब गरिरहेको छु। अनि त्यसपछि रमाइलो भइरहेको थियो लाइफ। अनि त्यसपछि त्यसले पठाउको जबले मात्र अलिक धेरै नै खटिनु पर्ने भएपछि मैले त्यो अब पार्ट टाइम गर्ने र अर्को जब गर्ने भनेर मैले लबी मलमा चाहिँ अनि त्यहाँ एउटा भर्खर नयाँ क्याफे खुलेको रहेछ होइन, खुल्नै लागेको रहेछ, ओपनिङ चाहिँ नभएको, भर्खर भित्र त्यो इन्टेरियर डेकोरेसनहरू सब पुरा गरेर अनि त्यसरी राखेको रहेछ। अनि त्यसपछि मलाई कल आयो। अनि त्यसपछि म गएँ इन्टरभ्यू दिन। अनि त्यसपछि
त्यहीँ म भएँ, त्यहाँ काम गर्न थालेँ। र मैले त्यहाँ चाहिँ अरू चाहिँ हाम्रै मसँगै बस्ने भाइ र अनि त्यसपछि बहिनीलाई पनि, यता अर्को बहिनीलाई पनि, यहीँ घर नजिकैको बहिनीलाई पनि काम लगाइदिएँ। अनि 3जना काम गरिरहेको थियौँ, ठिकै चलिरहेको थियो। अब हाम्रो हिसाबले त ठिकै चलिरहेको थियो, तर साउहरू भनेको यति प्रफिट भनेर उनीहरूले पहिल्यै माइन्ड मेकअप गरिसकेको हुन्छ अनि त्यो प्रफिट पुगेन होला सायद। अनि त्यसपछि 3जनालाई अलिक गाह्रो भयो भन्न थालेपछि मैले चाहिँ त्यहाँबाट काम म चाहिँ छोड्छु, भाइ र बहिनीलाई चाहिँ यहीँ लगाइराख्नु भनेर अनि म चाहिँ आएँ होइन। अनि त्यसपछि निक्लेँ। अनि त्यसपछि मैले चाहिँ अहिले अन्त्य गरेर छु अर्कै कम्पनीमा। अनि त्यसपछि त्यहाँ पनि रमाइलो भइरह्यो। अनि त्यसपछि होस्टेलपछि हामीले अर्को रुम ल्याएको थियौँ है, अर्को रुम लिइसकेको थिएँ मैले। अनि त्यसपछि अहिले चाहिँ लाइफ के छ भन्दाखेरि बिहान उठ्ने, अलिअलि आफ्नो टाइम कता कता हुन्छ लगेसन खाएर ड्युटीतिर लाग्ने, फेरि बेलुका आउने, आरामले सुत्ने। अहिले त्यस्तो प्रेसरै भन्ने कुरो त खासै केही छैन लाइफमा। तर पनि अब फ्युचर सोच्नु पर्दाखेरि, अब फ्युचरको कुरा आउँछ होइन, फ्युचर सोच्नु पर्दाखेरि मान्छे वर्तमानमै राम्रोसँग अलिकति छैन, फ्युचरको के प्लान भन्ने कुरो हुन्छ। अनि त्यसपछि विदेश चाहिँ जाने हो कि होइन भन्ने कुरा पनि आयो। विदेश चाहिँ अब यस्तो हुन्छ, कस्तो भन्दाखेरि लाइफ त नेपालमा कति राम्रो राम्रो होइन, अनि अपर्च्युनिटिज पनि नेपालमा यति धेरै छ होइन। कस्तो हुनुपर्छ भन्दाखेरि अब एज अ फेल्ड गाई, एउटा असफल व्यक्तिको एक्सपिरियन्सले गर्दाखेरि म कस्तो हुनुपर्दो रहेछ भन्दाखेरि अलिकति बेस नै क्या, सानैदेखि नै अलि यहाँसम्म पुग्छ है भनेर नराखे पनि त्यो बेस नै बनाएर केही आफ्नो त्यो के अरे जबको कुराहरूलाई पनि सँगसँगै अघि बढाउनु पर्ने रहेछ। र राम्रोसँग एकदम पढाइको राम्रोसँग कुरा गऱ्यो भने चाहिँ यहाँ चाहिँ अपर्च्युनिटीहरू धेरै छ। अब हामीले त्यो गर्न सकेन, हामी अलि बिथल लिएर हिँड्ने हो। अनि त्यसपछि विदेश त यहाँ जाने नै हो। अब तर कुरो के छ भन्दाखेरि मेरो चाहिँ कुरो के छ भन्दाखेरि म जुनै जतै गएर अब विदेशतिरै भयो भने अब त्यति सेटल भएर चाहिँ म कहिले पनि बस्न सक्दिनँ। किनकि म जहाँ पुगे पनि नेपालको एउटा हल्का, नेपालको पनि मलाई सहर चाहिँ अलिक मन पर्दैन, बाध्यताले मात्रै बस्न परिरहेको छ होइन। मलाई मनपर्ने भनेको अलि डाँडा काँडा खेतीपाती होस्, खेतीमा लाग्न पाइयोस्, अलि अर्ग्यानिक लाइफस्टाइल होस्, त्यस्तो मेरो चाहिँ सोच छ। अनि त्यसपछि पछि म त्यतैतिर भनौँ न जीवन आफ्नो बिताउने छु। अहिले चाहिँ अब विदेश भनेको लाग्ने हो, तर हुन त लागिहाल्न पर्ने हो होइन। धेरै अब उमेरै यत्रो भइसक्यो, कहरी कट्टै कहरी भने जस्तो भइसक्यो। अब कहिले हुन्छ त्यो पनि हेरौँ। अनि त्यसपछि र यति नै हो भन्ने कुराहरू। लाइफ अब सबैको यस्तै त होला होइन। र कहिले हाँसो कहिले खुसी। अस्ति सुजन चापागाईको उसमा के इन्टरभ्यूमा पनि हेरिरहेको थिएँ होइन, तपाईँ कसरी बिताउनु हुन्छ जीवन भन्दाखेरि उहाँले भन्नुभएको थियो नि, अब कहिले रोयो होला, कहिले हाँस्यो होला, कहिले रमाइलो भयो, कहिले नरमाइलो भयो। सबैको लाइफमा यो एउटा हो, लाइफै यही हो होइन, यसैमा बितिरहेको हुन्छ। कुनै कुराले अब अलिकति चोट पुऱ्याउला, कुनै कुराले अलिकति खुसी मिल्ला। अब तर कहिले पनि अब पैसाले मात्रै खुसी मिल्छ, पैसाले मात्रै खुसी मिल्छ भनेर चाहिँ हामीले हिँड्नु हुँदैन। कहिले पनि पैसा बिना पनि त खुसी दिए मान्छेहरू पहिला, अहिले हामी हुन सकेनौँ। अब त्यो आफ्नो ठाउँमा छ, तर पैसालाई खुसी नै पुरै आफ्नै खुसी भनेकै पैसा हो भन्न कहिले पनि अब त्यहाँ चाहिँ नहिँडौँ। अब त्यहाँ हिँड्नु पनि भएन है। अब पैसाले सबै कुराहरू गर्छ, अब बाँच्नदेखि लिएर सबै कुराहरू गरिरहेको हुन्छ। तर अब सबै कुरा सबै थोक त्यही हो, जीवनै त्यही हो त भन्न सकिँदैन। र जहाँ पनि हुनुहुन्छ, जता पनि हुनुहुन्छ, कोही अब गल्फतिर यताउता राम्रै काममा गइरहनु भएको होला, कोही अब देशतिर राम्रै डेभलप देशमै सेटल भइसक्नु भएको होला, कोही चाहिँ अब गाउँतिरै हुनुहुन्छ होला, कोही सहरतिर स्ट्रगलिङ गर्दै हुनुहुन्छ होला। सबैलाई मेरो नयाँ वर्ष 2082को चाहिँ एकदमै शुभकामना। उत्तर प्रगति होस् हजुरहरूको, एकदमै प्रगतिको बाटोमा लम्किनु होला। र यति भन्दै आजको भिडियो चाहिँ हामी यहीँ बन्द गर्न चाहन्छौँ। हस् त, नमस्ते, धन्यवाद।